हो यो दृश्य मेन भन्सार रहेको क्षेत्रमा आइपुगेका छौँ हामी। यो मेन भन्सार ड्राइपोर्ट, यो मेन ड्राइपोर्ट थियो। यहाँ गाडीहरू पनि यहीँ थिए, साधनहरू पनि यहीँ थिए, कार्यालयहरू पनि यहीँ थिए। यो केही छैन, देख्न सक्छौँ पुरै सडक कटन गरेको छ, कार्यालयहरू पुरिएको छ। यो ड्राइपोर्ट त पुरै पुरिएको छ, केही पनि देखिँदैन। सवारी साधन हामी देख्न सक्छौँ। डुबानमा परेका सवारी साधनहरू हामी देख्न सक्छौँ। अहिले यो टिमुरे गाउँ आइपुगेका छौँ। दर्शकवृन्द, हामी तपाईँलाई यो टिमुरे गाउँको अवस्था देखाइरहेका छौँ। यो हामीले दृश्यमा तल देखाएको टिमुरे गाउँ हो। यो बस्ती नै अहिले छैन, यो बस्ती नै सखाप छ। देख्न सक्नुहुन्छ यो टिमुरे भन्ने रसुवाको टिमुर स्थित टिमुरे गाउँ। यो क्षेत्रमा होटेलहरू थिए, हेलिप्याडहरू थिए। यहाँ होटेलहरू, हेलिप्याडहरू, भवनहरू थिए। यो केही छैन। यो टिमुरेको यो ल यो चाहिँ चिनको भन्सार कार्यालय, चिनको भन्सार पनि पुरिएको छ, केही छैन। दर्शकबिन, हामी तपाईँलाई देखाउँदैछौँ यहाँ केही छैन। यो चिनको भन्सार कार्यालय रहेको क्षेत्र हो। यो क्षेत्रमा अहिले केही पनि छैन, पुरै खण्डहरमा परिणत भएको छ। यो चाहिँ चिनिया एरिया हो दर्शकबिन। यहाँबाट अगाडिपट्टि देखिएको क्षेत्र चिनिया एरिया हो। त्यतातर्फ जान नपाइने भएका कारणले गर्दा हामी पुनः त्यसतर्फ फर्किएका छौँ। त्यो चिनतर्फको भूभागमा पनि निकै ठुलो क्षति गरेको छ। उताबाट पानी निकै ठुलो क्षति गर्दै आइरहेको देख्न सक्छौँ। यो अहिले पनि यहाँ चाहिँ पानी, लेदोसहितको पानी यो करिब 2:30 बजेको अवधिमा पनि बढिएको छ। अब हामी फेरि त्यो रसुवा र चिनको बोर्डरबाट अब हामी पुनः यही क्षेत्र हुँदै फर्किएका छौँ रसुवा सेप्रोबेसीतर्फ। यो निकै ठुलो, यो टिमुरे बजार, यो निकै ठुलो बजार थियो दर्शकबिन। यो टिमुरे बजार गाडीहरू राख्ने गरेको थियो। मानिसहरूले होटल व्यवसाय गरेका थिए। यो देख्न सक्छौँ यहाँ पुरै डुबान परेको छ। सडक पहिले आउन सक्ने अवस्था छैन, घरहरू बगाएको छ। निकै दर्दनाक दृश्य छ दर्शकबिन। यो ठुलो बिल्डिङ थियो, केही पनि छैन। उतापट्टि ऊहरू थियो, के अरे ड्राइपोर्ट थियो, गाडीहरू राख्ने थियो, केही पनि छैन। यो रसुवा भन्सार कार्यालयको ड्राइपोर्ट, हामी यो ड्राइपोर्ट देख्न सक्दैनौँ दर्शकबिन। देख्नुहोस्, यो गाडीहरूलाई अलिक फोकस गरौँ। हामी गाडी देख्न सक्छौँ। त्यहाँ निकै चिनतर्फबाट ल्याइएका सवारी साधनहरू हो दर्शकबिन। यो सहकर्मी दिवाकर पोखरेल र हामी छायाङ्कन गरिरहेका छौँ। त्यो देख्न सक्छौँ गाडीहरू, केही गाडीहरू डुबानमा परेका। यो ड्राइपोर्ट हो भन्सार कार्यालयको। यहाँ डुबानमा परेका छन्, बगाएका छन्। कति बगाए र त्यसको कुनै आकलन छैन। हेलिकप्टरहरूले त्यहाँ राहत मानिरहेको छ दर्शकबिन। देख्छौँ यो भन्सार कार्यालय छेउमा स्थानीयहरूलाई राहत वितरण गरिरहेको छ। घरहरू पुरै डुबानमा छ। यो ठुलो बजार थियो, यो बजार पुरै ध्वस्त भएको छ। केही राहत र उद्धारको पर्खाइमा छन्। हामी देख्न सक्छौँ यो अवस्था निकै दर्दनाक छ। बगाएको छ, डुबान पारेको छ। निकै माथिसम्म पानीको सतह पुगेर दर्शकबिन, यो पानीको सतह अहिले केही घटेपछि मानिसहरूको चहल पहल, अलिक राहत उद्धारमा अलिक बढी भएको देखिन्छ। निकै ठुलो क्षेत्रमा कटान गरेको छ। यो नदीको माथिबाट हामी तपाईहरुलाई यो दृश्य देखाइरहेका छौँ। दायाँ बायाँ देख्न सक्नुहुन्छ कति धेरै मात्रामा
चाहिँ कटान भएको छ भनेर यहीँबाट प्रष्ट देख्न सकिन्छ दर्शकबिन। यो हेर्नुहोस्, यो सडक कहीँ देखिँदैन, सडक पुरै बगाएको छ। चीन नेपाल सीमा क्षेत्रको नेपालतर्फ रसुवातर्फको क्षेत्र यो धुन्ची आउँदासम्म कुनै पनि ठाउँमा सडक देख्न सकिँदैन दर्शकबिन। हेर्न सक्नुहुन्छ यहाँ कति मात्रामा बस्ती थिए, सडकहरू थिए र यो चीनबाट सामान ल्याउँदै गरेका र चीनतर्फबाट सामान लिनका लागि रसुवागढी भन्सार कार्यतर्फ जाँदै गरेका सवारी साधनहरू यो सडकमा कति थियो। त्यो क्षेत्रको क्षति, मानवीय क्षति नै निकै ठुलो भएको आकलन गरिएको छ। सरकारले पनि त्यही भनेको छ। अन्य भौतिक क्षतिको त कल्पना गर्नै सकिँदैन। सडक पुरै कटान छ, सडक वरपरका बस्तीहरू पुरै कटान छन्, डुबानमा छन्, बगाएका छन्, भग्नावशेष छ। हामी तपाईँलाई देखाइरहेको छौँ स्याप्रुबेसी बजारको दृश्य। स्याप्रुबेसी बजार हेर्नुहोस् त, स्याप्रुबेसी बजार पुरै सडक यहाँ पनि छैन। स्याप्रुबेसी बजारमा पनि निकै माथिसम्म त्यहाँ घरहरू बगाएको छ। केही घरहरू आधा कटान गरेको छ, भग्नावशेषमा देखिन्छ। निकै माथिसम्म मात्रै मानिसहरूले ल्याएर